आज वैशाख 1 गते 2083 साल। नेपाली नयाँ वर्षको यो नयाँ दिनको सुरुवात एउटा नयाँ सूर्य उदाएको छ, एउटा नयाँ अध्याय खुलेको छ र तपाईको जीवनमा एउटा नयाँ मौका आएको छ। सम्झनुस् 2082 सालमा कति सङ्घर्ष गर्नुभयो, कति रात निद्रा परेन, कति पटक थाकेर ढल्नु पर्यो, तर तपाईँ उठ्नुभयो। हरेक पटक उठ्नुभयो किनकि तपाईँ नेपाली हुनुहुन्छ र नेपाली कहिले हार मान्दैन। आज वैशाख 1ले हामीलाई भन्दैछ, बितेका दुःखलाई बिर्सिनुस्, गरिएका गल्तीबाट सिक्नुस् र अब अगाडि बढ्नुस्। तपाईको सपना सानो छैन, तपाईको क्षमता कमजोर छैन, बस विश्वास राख्नुस् आफ्नै मनमा। आज आफ्ना आमा बुवालाई अँगालो मार्नुस्, दाजुभाइ दिदीबहिनीलाई फोन गर्नुस्, साथीलाई भन्नुस् नयाँ वर्षको शुभकामना साथी, किनकि यो जीवन सम्बन्धहरूले नै सुन्दर बन्छ। नयाँ वर्ष 2083ले तपाईको जीवनमा खुसी ल्याओस्, स्वास्थ्य ल्याओस्, सफलता ल्याओस् र त्यो सपना जुन तपाईले मनमा नै लुकाएर राख्नु भएको छ त्यो यो वर्ष पूरा होस्। सबै नेपालीलाई र मनको शब्द परिवारलाई नयाँ वर्ष 2083 को हार्दिक शुभकामना। जय नेपाल।